उसमा पनि नभएको बडा काट्दै मोबाइल एउटा मार्छ एउटा मार्को चाहिँ नगरपालिका कसरी केही पनि सुने त्यसमा हामीले आज बनाउँदाखेरि सबैलाई बोलाएको किनभने भन्ने कुराहरू हामीले निर्धारण गर्यौँ काटेका थियौँ खबर पाएर तपाईँहरू सहभागी हुनुहुन्छ जानकारी दिन चाहन्छौँ। हामीले पटक पटक निर्वाचित भइसकेपछि हाम्रो पहिलो निर्णय नै यहाँको भूमिको समस्याको समाधानको लागि पहल गर्ने भन्ने छ र तत्पश्चात हामीले पटक पटक मालपोत कार्यालयमा डेलिगेसन गएका छौँ। यहाँका बुद्धिजीवी साथीहरू सही छोटो रूपमा कहिले 4 जना 5 जना 8 जना 10 जना यसरी चाहिँ यहाँ आएको साथीहरूलाई बिहान आउने गरिदिएका छौँ। त्यसरी जाँदाखेरि मालपोतको र त्यतिखेरको चाहिँ प्रमुखले के भन्नुहुन्छ भने हामी यसको विषयमा अध्ययन गर्छौँ, हेर्छौँ, डकुमेन्ट चेक गर्छौँ भन्ने कुराहरू गर्नुभयो। हेरिरहँदा पनि उहाँहरूले चाहिँ अनि एउटा हाकिम आउने अध्ययन गर्ने र उहाँले अलिअलि बुझ्न खोजेपछि उहाँ सभाबाट जाने फेरि नयाँ आउने नयाँले बुझ्नुपर्ने गर्दा गर्दा यो धेरै समय लाग्छ। बिचमा अध्ययनले पनि यसलाई अध्ययन गरिसकेको थियो र अध्ययनबाट पनि छुट्टो आइसकेपछि पनि लामो समयसम्म यो चाहिँ तपाईँको भएन। नभइसकेपछि हामीले यही वडा कार्यालयबाट र नगर प्रमुखबाट 2081 11-29 गते हामीले सूचका दर्ता गरिदिनु भनेर चाहिँ हामीले पत्र पनि पठायौँ। यो पत्र हामीले वडाको पेजमा पनि राखेका छौँ र हामीले के भनेको छौँ त्यसमा भने चाहिँ सूचकाहरूलाई चाहिँ तपाईँको नेपाल सरकारको 2080 माघ 11 को सूचना अनुसार राजपत्रमा उनको सूचना अनुसार सूचका दर्ता गरिदिनु। यहाँ जसको आफ्नै नाममा फिल्म कायम भएको छ, जसको मिलेको छ, जसको सहमति भएको छ त्यसको गरिदिनु भन्ने कुराहरू पनि गर्यो र एकपटक त्यो प्रसाद बसेरसित पनि बसेर कुराकानी भयो। हुँदाखेरि उहाँले के भन्नु म गरिहाल्छु भइहाल्छ कुरा गरिहाल्छु भन्नु। त्यसपछि पनि कामहरू भएन र हामीले पटक पटक भनेका छौँ मिलेको हकमा ठिक छ। धेरै धेरै प्रतिकूलले लिएर हुन्छ कि कसरी हुन्छ सहमतिको आधारमा मान्छेलाई नरहिकन मान्छेको घाँटी ननिचारिकन एउटा सहमतिको आधारमा वातावरण बनाएर जाउँ न त। मिलेको पूर्जा दिइसकेका हकमा ती पूर्जाहरू फिर्ता गर्नु पऱ्यो। जनताले के कति चाहिँ प्रतिमूल्य तिर्न पर्ने हो सहमतिको आधारमा गर्नु पऱ्यो, नरहिकन गर्नु पऱ्यो। हामीले त्यसलाई वातावरण तयार गरिदिन्छौँ, वडाको तर्फबाट वातावरण तयार गरिदिन्छौँ, अगाडि बढ्नु पऱ्यो भन्ने कुराहरू हामीले पटक पटक राख्यौँ। पटक पटक राखेपछि उहाँले हुन्छ हुन्छ भन्ने कुराहरू भयो, काम भएन। र योभन्दा अगाडिको मालपोत हाकिम हरि सर हुनुहुन्थ्यो, उहाँले पनि यहाँ आएर फिल्ड हेर्ने, नातिरा मालपोतले पनि आएर फिल्ड हेर्ने, सबै ठाउँहरू हेर्ने कामहरू भयो। अब हामी गर्छौँ यसलाई चाहिँ अगाडि बढाउँछौँ भन्ने अवस्थामा हुनुहुन्थ्यो। उहाँ फेरि सरुवा भएर उहाँ सर्लाहीतिर कता पुग्नु। त्यसो भएर अब अहिले नयाँ हाकिम आउनु भएको छ। त्यसपछि पनि हामी धेरैचोटि गयौँ र पछिल्लो चरणमा के भएको छ भने योभन्दा पहिलाको हाकिम साहबले साबीको लगत र साबीको तिरोतिरको दिया भन्नुभयो। अनि हामीले के भन्यौँ भने पहिलाको त एकमुष्ट तिरोतिर छ, एकमुष्ट दे लगत छ, तपाईँहरूसितै होला नि त। यहाँ कर्मचारीले कहाँ राखेको छ फाइल खोजिदिनु पऱ्यो, दिनु पऱ्यो भन्ने कुराहरू गऱ्यौँ। त्यसपछि उहाँले त्यो कुराहरूलाई पनि उहाँले ठिक छ म हेर्छु, अध्ययन गर्छु, मिटिङ गर्छु भन्ने कुराहरू गर्नुहुन्छ। त्यसपछि तपाईँको त्यो कुराहरू पनि थाहा पाइएन र अहिलेको हाकिम साहबले अस्ति भर्खर म गएँ हाम्रो राजेन्द्र पाण्डे कुरा गर्दा के भन्नु भने मिलेको मलाई त्यो पैसा खोज्नु पर्दैन, फिल्ममा आफ्नै नाम सम्बन्धी पैसा खोज्नु पऱ्यो, मलाई खोज्नु पर्दैन, तर यो पूर्व प्रक्रियाबाट दर्ता भएको भन्नुहुन्छ। अनि मैले के भने यो प्रक्रिया नमिलेको भए सर्वोच्च अदालतबाट कसरी सदर भएर आयो र प्रक्रिया नमिलेको भए अख्तियारबाट कसरी फाइल फिर्ता आयो। यो फाइल तपाईँहरूले लुकाइदिनु भएको छ। पटक पटक तपाईँहरूले यहाँ चाहिँ पैसा नपाएर हो कि के कारणले हो, कसरी हो, कर्मचारीले लुकाएको होला नि त। न त फाइल र सबै डकुमेन्ट त कर्मचारीसित हुने कुरा हो, व्यक्ति व्यक्तिसित हामीसित त हुँदैन होइन। हामीले गोजिया राखेर हिँड्ने कुरा त होइन नि। हिजो दर्ता हुँदाखेरि कसरी भयो र हिजो अवैधानिक दर्ता भएको भए ठिक छ, मेरो पनि अलिकति पूर्जा छ। अवैधानिक भएको भने ठिक छ, ल खारेज गर्नुहोस् र हिजो दर्ता गर्ने कर्मचारीदेखि लिएर नेतासम्मलाई जेल हाल्नुहोस्। हामी आयोगबाट दिन्छौँ, आयोगले पनि हात नहाल्ने। यो मालपोतले नापी गरेको मालपोतको क्षेत्राधिकारभित्र हो, आयोगको क्षेत्राधिकारभित्र पर्दैन। फिल्म कायम भएको, नक्सा कायम भएको जग्गालाई आयोगले दिँदैन भन्ने कुरा आयोगले पनि गर्ने।
मालपोतले पनि नगरिदिने कसरी हुन्छ त्यो काम भन्ने कुराहरू हामीले पटक पटक गऱ्यौँ। पटक पटक हामीले यो कुराहरू गरिरहेपछि मैले अस्ति झगडा गरेर निक्लेर हिँडेको र अब हामी तपाईँ ठिक छ अवैध दोकान कारबाहीको प्रक्रिया बढाउनु नि त तपाईँले अवैध दोकान प्रक्रिया अगाडि बढाउनुहोस् पनि भन्यो हामीले। अवैध हो भने ठिक छ कारबाही गर्नु। तपाईँका को कर्मचारी रिटायर भएर गएको सबैले ल्याएर जेल हाल्नु पऱ्यो नि त। हिजो ललिता निवासको काण्डमा धेरै नेताहरू पनि जेल गएका छन्, धेरै बदर भएको छ। यदि गलत हो भने त गर्नु पऱ्यो नि त, होइन भनेदेखि त मान्छेले वर्षौँदेखि जोड कमाइ गरेर बसेछ। हामीले आयोगबाट पनि नापेका छौँ, हामीले नापिसकेका छौँ, इच्छा छ हामीसित त्यताबाट पनि पूर्जा नआउने, यताबाट पनि नहुने भयो भने त हामी त पीडित भयो। 5% राजस्व हामीले पूर्जा पाइन्छ आयोगबाट, होइन 5% राजस्व पाइन्छ। यता हामीले धेरै थोरै पैसा तिरेर प्रतिनिधि तिरेर दिउँ भन्दा पनि नपाइने, फ्रीमा त खोजेको छैन नि त मान्छेले। मिल्नेसम्म त ठिक छ, धेरै थोरै हामी तिर्छौँ, सहमतिको आधारमा गर्छौँ, तर घाँटी निचारेर त दिन सकिन्न, जग्गै छुट्याउन सकिन्न भन्ने कुराहरू पटक पटक भइसकेपछि अनि त्यो कुराहरू हुँदाखेरि पनि काम भएन। बिचमा एक्चुअली के प्रसाद पनि मालमा आएको कुराहरू आएर त गर्दै भन्दा पनि त्यो मालले गर्ने अवस्था देखियो। जतिखेर के इन्टेन्सन मिडियाको त्यो कागज पुगेर भन्छन्, कहिले यो कागज पुगेर भन्छन्, कहिले के पुगेर भन्छन्। यदि नपुगेको भने कसरी बिग्रियो? यो फिरकुक पनि सदर भएको छ, नक्सा पनि सदर भएको छ, अहिले पनि किता काट हुन्छ, अहिले पनि मालको यो दिएको छ, अहिले पनि तपाईँको चाहिँ हामीले ब्याङ्कमा राख्न सकेका छौँ। हिजो भएको पूजा त्यही कुरामा टोटल तपाईँको 180 बिघा 15 दुर जग्गा छ, 3टा नक्सामा गरेर बाटोहरू यो खोला खोल्सी बाहेक 180 बिघा 15 दुरमा 1 बिघा 10 दुरको पूजा निक्लिसकेका, 80 बिघा 5 दुर मात्रै अब दर्ता हुन बाँकी हो। त्यो मध्ये पनि बाहिरी मान्छेको चाहिँ हामी दर्ता नगर भनेका छौँ, हामी सिफारिसै दिन्छौँ। अब दर्ता हुनेलाई वडाको सिफारिसतिर दर्ता हुँदैन र वडा कार्यालयले सिफारिस दिँदाखेरि यहाँको जोतबोक गर्ने मान्छेको स्थानीयको चाहिँ पहिचान नगरिकन सिफारिस हामी हौचाको घरमा दिनु हुँदैन, दिँदा पनि दिइन्न। र कुरा के छ भने सहमति भएर आएको खण्डमा जोत कमत गर्ने मान्छेले आएर यहाँ निवेदन दिन्छ भने त्यसलाई हामी अगाडि बढाउँछौँ, होइन। अहिले जग्गा दिएर सबै आफूसित भएको पूर्जा दिएर भ्याएको चाहिँ ठाकुरलाई के अरे देखियो। त्यसले भए त अस्ति बिनाको एउटा किन बाँकी थियो, त्यो पनि दिएको भन्ने बुझ्यो। उहाँहरू सहमति गरेर दिएको देखि त्यो प्रसादको पनि केही जग्गा बाँकी छ, उहाँले दिनुभएको छैन। पूर्जा दिनुभएको छ, टुक्रेर अर्को चित्त भएको छ, उहाँले दिनुभएको छ। त्यसो भएर अझै पनि तपाईँको 33 बिघाभन्दा बढी जग्गा त तपाईँको पूर्जा बाहिरी मान्छेको नाममा छ। 33 देखि 35 बिघाको हाराहारीमा पूर्जा अझै पनि बाहिरी मान्छेको नाममा छ। फिल्डबुक बाहेकका, फिल्डबुक कायम भएका छुट्टै हुन्छ, पूर्जै बाहिर छ। अनि पूर्जा बदर गर्न त सकिएन छ। हामीले पालिकाले पनि हामीले निर्णय गरेका छौँ, 35 दिने सूत्र निकाल्न पर्ने हामी निकाल्छौँ, हामीले गर्नुपर्ने सबै काम गर्छौँ भनेको छ नगरपालिकाले पनि। पनि उहाँहरू गरिदिनुहुन्छ, मेयर साहबलाई पनि लिएर गयो, होइन, गएर कुराकानी पनि गरियो, छलफल पनि गरियो। तै पनि चाहिँ मालपोत कार्यालयका कर्मचारीले यो वा त्यो बाहनामा काम गरेका छन् र नेपाल सरकारले पनि हाम्रो अवस्था पुगेन। त्यसो भएको हुँदाखेरि अब हामी कसरी जाने, के गर्ने, एउटा रणनीति पनि तयार गर्नु पऱ्यो। लामो समय पनि भयो, अलिक पछाडि जाँदाखेरि चुनावको बेला यसले नारा बनायो भन्न पनि सक्छन् मान्छेले, राजनीतिक चस्माले हेर्न पनि सक्छन्। चुनाव त अझै 1.5 वर्ष बाँकी छ, छोडी नै छ। यो विषयमा हामी लागेकै छौँ, पटक पटक गएको छौँ, होइन। पटक पटक फोन गर्दाखेरि तपाईँको त्यो फोनैमा नलाग्ने बनाएर राखेको छु। राखेर दिएको छैन, अस्ति मैले बनाइदिएको त्यो मालमा राख्नु मोबाइलमा मेरै नम्बर नलाग्ने बनाएर राखेको छु। फोन गर्छु लाग्दैन है, फोनै ब्लक गरेर राखिदिउँ भनेपछि त अब यसले फोन गरेर के भयो भनेर सोधेछ भनेर फोनै ब्लक गरेर राखिदिउँ। होइन मैले झुकेर दबायो होला भन्छु, फेरि मोबाइल ल्याउनुहोस् भनेर मोबाइल ल्याएर उहाँकै अगाडि त्यो फेरि अन गरेर राखेँ। यो फोन लाग्ने बनाउनु भनेपछि त जनप्रतिनिधिको फोन पनि नलाग्ने बनाउनु थालेपछि यो षड्यन्त्र हो नि त। त्यसो भएर यो खालका समस्याहरू हाम्रो समस्या भएको छ। त्यो भएर अब मैले चाहिँ के छ भने आम जनसमुदायसित आग्रह र अनुरोध के छ भने मेरो 2-3टा कुरा मैले राख्न खोजेको छु भने एउटा हाम्रो माग भनेको मिलेको जग्गालाई दर्ता गर्नु, सहमति भएको जग्गालाई दर्ता गर्नु। हामी पछाडि फर्किनभन्दा अगाडि बढ्न तयार है। मिलेको र सहमति भएको जग्गालाई अगाडि बढाइदिउँ। त्यो भएपछि के हुन्छ भने बाहिरी मान्छे फिल्डबुक कायम भएका बाहिरी मान्छे पनि होइन बरु धेरै सरै फैलिदिएर म जान्छु भनेर आउँछन्, होइन। एउटा चाहिँ आशा गरौँ त्यसरी आयो भने हामीले सहजीकरण गरेर जनताको जग्गा जनतालाई फिर्ता गराउने वातावरणमा हामी लाग्न सकिन्छ कि भन्ने कुरामा हामी अगाडि बढ्यौँ। जग्गा कसैले छोड्नेवाला छैन, जग्गा दिनेवाला कोही पनि छैन। बरु 20,000 50,000 60,000 रुपियाँ वर्षको प्रतिमूल्य तिर्ला, जग्गा दिनेवाला कोही पनि छैन यहाँ अहिले। हिजोको 1 बिघा जग्गामा अहिले 20 जनाको घर छ।
होइन त्यसो भइसकेपछि मान्छेले छोड्न कोही पनि चाहँदैन एउटा मिलेको जग्गा भन्नु पर्यो के भने माघको 10 गते नेपाल सरकारको 2 वर्षीय हडम्याद छुट जग्गा दर्ताको हडम्याद सिद्धिन्छ। त्यसपछि हाम्रो निवेदन पनि दर्ता हुँदैन, फेरि जग्गा दर्ताको लागि क्याबिनेटले निर्णय गरेर खोल्नुपर्छ, राजपत्रमा सूचना निकालेर होइन। कानुनी प्रकार जग्गा दर्ता खुलेको छैन भन्छन्, त्यसपछि फेरि जग्गा दर्ता खुलेको छैन, पहिला तपाईँहरूको निवेदन दर्ता भएन भने फेरि त्यहाँ अर्को नाटक सुरु हुन्छ। अहिले निवेदन दिएको दर्ता गरिदिँदैन, पछि फेरि तपाईँको चाहिँ समय सिक्यो भने त्यसो भएर एउटा त्यो गर्न पर्यो। दोस्रो कुरो के भयो भने यो पूर्जा दिने बाहिरी मान्छेहरू वडाको सम्पर्कमा आएको छैन र मैले पटक पटक गरेको छु, कोही साथीहरूको सम्पर्कमा आछन् भने लिएर आउनुहोस्, मिल्ने र मिल्छ भने सहमति भयो भने पास गराइदिनु होइन, पास गराइदिनु केही समस्या छैन। लिने र दिने सहमति हामीलाई डाउट छैन, लिने र दिने सहमति हुनु पर्यो, रुन भएन। यहाँ जोतेर बसेका मान्छे चाहिँ रुन भएन, त्यो गरौँ भनेको छु। त्यसो भएर यी बाहिरी मान्छेहरूलाई अब भगौडाको रूपमा घोषित गरेर यिनको विरुद्धमा जिल्ला प्रशासनमा उजुरिहाल्नु पर्यो, पक्राउ आदेश जारी गरेर यी मान्छे खोजेर ल्याए भन्नु पर्यो। र यो दुईवटा काम सर्वप्रथम त हाम्रो यो दुईवटा माग राख्नु पर्यो भन्ने कुरा मेरो होइन। पहिलो कुरा जग्गा दर्ता गरेर माललाई दबाब दिने, एउटा चाहिँ ज्ञापन पत्र आजको बैठकबाट निर्णय गरेर एउटा ज्ञापन पत्र वडाकै लेटर प्यानमा दिने। र अर्को कुरो के छ भने तपाईँको चाहिँ जिल्ला प्रशासन कार्यालयलाई यी मान्छेले चाहिँ किर्ते रूपमा जग्गा दर्ता गरेर आम जनताको सर्वहाराको जोतकुमत गर्ने मान्छेको नामको जग्गा चाहिँ किर्ते रूपमा चाहिँ दर्ता गरेर, जसको जग्गै छैन त्यसले दर्ता गरेर जनतालाई चाहिँ तपाईँको विस्थापित गर्न लागेको हुँदा उक्त व्यक्तिहरूलाई समय कानुनी कारवाही गरी जनतालाई जग्गा दिलाइदिनु पाऊँ भनेर एउटा निवेदन हाल्नु पर्यो। र त्यसमा तपाईँ हामी सबै डेलिगेसन नै जाने, बोर्ड स्कुलमा बस छ, 2टा बस लिएर जाने, जिल्ला प्रशासनमा पनि हामी दिने, स्वीकारले हामीले कम्तीमा 15 दिनको समय दिएर प्रशासन र मालपोतलाई 15 दिनमा यो समस्या समाधानको लागि पहल गर्नु, छैन भने आन्दोलनमा हामी उत्रिन्छौँ भनेर अगाडि बढ्नु पर्यो। 2 दिनमा सरकार लडेको छ। ताली 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 विषयमा हामी घरको 2 जना निक्लिनु पर्छ, त्यति मात्र हुने नहुने सबैजना। र फेरि यसमा के छ भने राजनीतिक चस्माले खेल्न सक्छ। हाम्रो वडाभन्दा बाहिरका साथीहरूको नैतिक समर्थन लिने, अग्रपन्थीमा कुनै राजनीतिक दललाई नराख्ने र वडाकै नेतृत्वमा हामी यहाँको सबै एउटै पार्टी, अवस्थित बसोबासी पार्टी होइन। र जग्गा नभएको पार्टी घर जानु पर्यो। राजनीतिक दलले को चस्माले हिँड्नु भएन, साझा समस्या हो नि त, कसैले पनि गरेन अहिलेसम्म, कहीँबाट पनि भएन भनेपछि अब के छ भने हामीले 15 दिनको आजको मितिबाट 15 दिनको समय सीमा दिउँ। 15 दिनभित्रमा मालपोतले प्रक्रिया अगाडि बढायो भने पनि एउटा ठुलो हुन्छ। जिल्ला प्रशासनले ती व्यक्तिहरूको पहिचान गर्न लगाम, ठेगाना पनि छैन तिनीहरूको, हामी त्यो फिल्ममा दिएको ठेगाना चाहिँ त्यही हो। र राष्ट्रिय पत्रिकामा यिनीहरूका नाम निकालौँ होइन, राष्ट्रिय पत्रिकामा 10-20 हजार खर्चै लाग्ने भयो लगाएर निकाल। यी मान्छेहरूलाई चाहिँ होइन सम्पर्कमा आउन भनेर भूमा फेरि भनेर निकाल। त्यसपछि तिमीका छोरा नाति विदेश भने नि तेरो बाउ त भूमिया फेरिन्छ भनेर तिमीका नातागोताले नि सराप न हेरौँ न। कमसेकम तिमीलाई चाहिँ बेइज्जती गर्ने काम पनि गर्नुपर्ने भयो क्या यिनलाई, यिनका इज्जत बचाइरहँदा हामी सिकिसक्यौँ। त्यो भएर अब त्यसमा लाग्न पर्यो र यिनलाई समातेर ल्याएर डोर पास गराउने हो कि कसरी गर्ने हो हामी लाग्यौँ भने हामी सबै चाहिँ त्यसको चाहिँ सङ्घर्ष समितिको वडाको नेतृत्वमा समिति र हामी सबै सदस्य हो भन्ने बुझेर हामी सबै चाहिँ सदस्य हो, जग्गा हुने पनि नहुने, पूजा लिने पनि नलिने पनि हामी सबै हो यो गाउँको भन्ने बुझेर साझा समस्याको रूपमा हामी लाग्यौँ भने हामीले धेरै दिन होइन, घरको 2 जना उतारेर 5 दिन मात्रै हामी लाग्यौँ भने सडक जाम र यो कार्यालयहरू बन्द गर्ने बित्तिकै हामीसित सरकारले वार्ता गर्न आउँछ। या हामीलाई रिस्पोन्स चाहिँ हुन्छ क्या, रिस्पोन्स हुन्छ। यदि हामीले गरेन भने अब पनि वडा अध्यक्षलाई बाटा भेट्दा पूजा खै भने हुँदैन, मैले सही गर्ने भए अहिले गरिदिनु, म लागै छु, मेरो पनि छैन, मेरो पनि छैन के। कतिपय मेरो दिनेश शर्माको नाममा 7 टुक्रा छ। त्यसो भएको हुँदाखेरि अहिले हामी एउटाले अर्कोलाई आरोप लगाएर एउटाले अर्कोतिर फर्केर हामी समस्या बल्झाएर हामी आफैले विवाद हामी एकपना एकताको साथ एकदिक्क भएर अगाडि बढौँ। हामी लागौँ, केही बाहिरी व्यक्तिहरूको नामसहित लगायत भनेर हालौँ। लगायत भनेपछि थप्दै जान मिल्छ मान्छे होइन, छुटेका मान्छेलाई पनि थप्दै जान मिल्छ नि त। पछि लगायतका मान्छेहरूलाई चाहिँ झिकाइ कारवाही भनेर जिल्ला प्रशासनमा जानु पर्यो। र मालपोत कार्यालयमा पनि यो तत्काल तपाईँले जग्गा दर्ता गरिदिनुहोस्। हामी मालपोतको अधिकृतता मैले पटक के भनेको छु भने जिल्ला समन्वय, जिल्ला प्रशासन, वन, नापी, मालपोत नगरपालिकाको मान्छे ल्याएर हेर्नु जग्गा दिएन, मिलाएको कि मिलाएको छैन, चारैतिर बुझेर मिलेको गर्नु, नमिलेको पछि गरौँला, त्यसलाई मिलाउँदै जानु। कमसेकम सुरुवात त गरौँ।
गाह्रोबाट सुरु गरेर भन्दा उनीहरूलाई गाह्रो हुन्छ हामी सजिलोबाट सुरु गरौँ कमसेकम सुरु त गरौँ होइन नटेकिसकेपछि अब त्यो कारणले हामी सबैजना लाग्न पर्यो मेरो अनुरोध हो मैले चाहिँ यही 3टा कुराहरू प्रस्ताव राखेँ एउटा प्रस्ताव भनेको चाहिँ तपाईँको चाहिँ जग्गा दर्ताको लागि नै प्रक्रियामा जानु दोस्रो कुरा भनेको चाहिँ कोही आउँछ यो बिचमा पनि कोही आउँछ म दिन्छु भनेर आउँछ भने उसलाई पनि सम्मानजनक रूपमा दिने बाटोबाट हामी बनाउनु लिने र दिने बिचमा चाहिँ तालमेल मिलाइदिन हामी सबै लाग्यौँ बिचौलियाको रूपमा दलालको रूपमा होइन क्या एउटा चाहिँ वातावरण बनाइदिनेको रूपमा लाग्यौँ हामी होइन बिचमा कति कमिसन आउँछ भनेर लाग्ने होइन कसरी मिल्छ तिमीलाई चाहिँ कसरी चाहिँ हाम्रो गाउँको मान्छेलाई न्याय दिन सकिन्छ भनेर लाग्यौँ त्यसरी लाग्यौँ भने बिचमा आउनेलाई पनि वेलकम गरौँ र त्यो बिचमा हामी यसरी यो स्वर्ण महोत्सव विद्यालयको स्वर्ण महोत्सव लगतै हामी चाहिँ तपाईँको चाहिँ सडकमा उत्रिने गरी हामी अगाडि बढ्न सक्यौँ भने र यो मासले योभन्दा डबल मास लिएर आएर अगाडि बढ्ने गरी हामी लाग्यौँ भने हामी सफल भइन्छ नत्र फेरि के हुन्छ भने चुनावमा नारा बनाउँछन् पूजा दिन्छन् भन्छ पूजा वडा दिने हो नगरपालिका दिने हो मिल्ने त दियो त 110 घर पनि हिजो शिक्षाको लागि चाहिँ दर्ता गराउनु लगाएको छ त्यसो भएर यसमा हामी फलानु नारायण डोनी वडा अध्यक्ष गरेर यसलाई त माइनस गर्नुपर्छ खुट्टा तान्नुपर्छ भनेर लागियो भने पनि सम्भव हुँदैन या अर्को लागि नै सम्भव हुँदैन यो सबैको साझा समस्या हो जिम्मेदारबाट पीडित व्यक्ति नै वडा अध्यक्ष त्यसरी कुदिनु पर्यो हिजो जिम्मेदारले म जिम्मेदारी गर्दिनँ भनेर 2073 सालमा गरेको काम समाजले सुरक्षित छ त्यसो भएर हामी यो विषयमा लागौँ होइन यो विषयमा हामी सबै लाग्न साझा समस्या हो भनेर लागौँ नमिलेका कुराहरू छन् भने बसेर छलफल गरौँ सल्लाह गरौँ र जसले जहाँबाट झिकाउन सकिन्छ त्यसरी लागौँ भन्ने अनुरोध गरेँ अरू यो विषयमा तपाईँहरूले एकमत यसलाई धेरै लामो चाहिँ तपाईँको बहस नगरिकन यो गरौँ र मैले त के पनि अनुरोध गर्छु भने मिल्छ भने स्कुलमा हामीसित 2टा बस छ अहिले निवेदन तयार गरौँ जिल्ला प्रशासनमा एउटा निवेदन मालपोतमा एउटा निवेदन जति सकिन्छ बसमा उठाउने बसमा बाइकमा उठाउने बाइकमा जति सकिन्छ गएर ज्ञापन पत्र बुझाउँ 15 दिने समय सीमा दिउँ त्यसपछि यो कार्यक्रम भ्याएपछि त्यसपछि हामी चाहिँ सल्लाह गरेर छलफल गरेर ऊर्जा हुने नहुने ऊर्जा भएकाले त हाम्रो त समस्या होइन भन्ने होइन ऊर्जा नभएका माथि राजनीति सधैँ गर्न नि हुन्न हामी सबैको साझा समस्या हो यो समस्यालाई हामीले लिएर हामी सबै सके घरको 2जनाका दलले हामीले एकछिन 5 दिन काम नगरेर के हुन्छ त्यसमा हामी लागौँ खटौँ र बाहिरी मान्छेहरू बाहिरी राजनीतिक दलका नेताहरूलाई जुनसुकै पार्टीका नेताहरूलाई यसमा सहयोग र समर्थनको लागि वेलकम हस्तक्षेपको लागि चाहिँ भूमिका नदिउँ राजनीति गर्ने रोटी सेक्ने वातावरण नदिउँ हाम्रो आफ्नै समस्या आफैले समाधान गर्ने अरूको समर्थन लिने हो त्यसरी हामी लागौँ भन्ने अनुरोध गर्छौँ धन्यवाद धन्यवाद ताली बजाए ल बजा ताली बधाई